वेलकम बैक माई न्यू भिडियो। अनि आज चाहिँ मङ्गलबार अनि मङ्गलबार यहाँ बगिया बजार लाग्छ। आज बगिया बजारको टुर जाने हो। अनि त्योभन्दा पहिला चाहिँ हामीले अब कटहर खान्छौँ। कटहर काटिरहन् कटहर खान्छौँ हामीले। कटहर यस्तो दामी भयो, मिठो हो। खानी पाउनुहोस् है गाइज। हाम्रो यो पेट्रोल चेक गरेको मिटरमा देखाउनु न, त्यसलाई यहाँदेखि बोतलमा भरेर चेक गरिदिउँ। बजारी बाइकमा जाने भनेर चेक गरेको पेट्रोल। गाइज अहिले म चाहिँ हस्पिटलमा आएको, मेडिकलमा ब्लड टेस्ट गर्न आफ्नो। उहाँले नदेखाउनु भन्नुभयो। यो ब्लड ग्रुप चाहिँ के रहेछ भनेर चेक गर्न आऊ। हेरौँ अघि के हुन्छ। अब आफ्नो ब्लड दिइसकेका छौँ, अब रिपोर्ट आउँदैछ, उठ्दैछौँ हामी। ब्लड ग्रुप चाहिँ ओ पोजिटिभ आएको गाइज। खासै त रियल त होइन, त रियली हो, झप्प पाइन्न। के भयो भने अलिक गाह्रो पाउन। दियोस् ठिक छ। अब एकछिन पछि हामी अब बजार जान हिँड्न लागिसकेका छौँ। तेल कति हो, अलि तेल हल्ले के अरे। हेरौँ बाइकमा जाने आज कस्तो हुन्छ। बाइक पार्क गरिसक्यो। यहाँ बजार घुम्छौँ। पहिला चाहिँ बजार जाऊँ। बजारभित्र पहिला बजार जाने कि पुसाइ घर जाने? पुसाइ घर जाने यो अरे। हामी कुकुर घर आएर बहिनीले नै खाँदै चिया खाँदै हाम्रो कुकुर एउटा भित्र चिया दिँदै हुनुहुन्छ, बाहिर आउँदै हुनुहुन्छ। हामीले यहाँ चिया खाँदै समोसा पनि छ है गाइजदेखि निस्किसकेका छौँ गाइज। अब मामालाई बजारमा खोज्दै बहिनीले मामालाई बजारको भ्यू। हामीले मामालाई देखेछौँ, बहिनीले बजारको भ्यू। ए हाम्रो सरब बजार चाहिँ दामी हो, घुम्नलाई सुटेबल छ, ठुलो छ बजार। मेरो आइयो अलि यता म चाहिँ एक्लै आफू बाइकमा। यहाँ बस्नलाई पनि राम्रो ठाउँ छ, यस्तो बस्नलाई। अनि यस्तो भ्यू छ। यहाँ स्कुल हो कि अब खै के हो। अनि यहाँ चाहिँ फुटबल ग्राउन्ड छ, अलि टाढै हो, रमाइलो हो। जियोस् ह्यान्डसम देखियो है म त। लाइक एन्ड सेयर र सब्सक्राइब गर्न नबिर्सिनु होला। अनि भेटौँला अर्को ब्लगमा। मैले छिटै बनाउँदैछु अर्को ब्लग पनि। अब लाइसेन्सको लागि फर्म भरिसकेको छु, अब जाँदाको दिन बनाउँला। भेटौँला।